माननीय सभामुखज्यू, समयको लागि धन्यवाद। यो समय सामयिक विषयमा बोल्न पाउँदा राम्रै लागेको छ। तापनि यो समय परिवेश उठाइएका कुरा लागू अहिलेसम्म भइरहेका छैनन् भन्ने कुराहरू हामी सत्तामा हुँदा पनि प्रतिपक्षमा हुँदा पनि यी सधैँ त्यस्तै भइरहेछन्। म विशेष सरकारलाई अनुरोध गरेर मात्रै समस्याहरू राख्न चाहन्छु। यो सरकारलाई एउटा धन्यवाद पनि दिनु छ। फेरि यो क्यान्सर, मृगौला, स्पाइन इन्जुरी, हेड इन्जुरी को 1-1 लाख रुपियाँ यो साउनदेखि उपचार गरेका बिल ल्याएर पेश गर्ने पाउने र अब उपचार गर्नेले पाउने। केन्द्र सरकारको त छँदै थियो, सङ्घ सरकारको, तर प्रदेश सरकारले विशेष यो निर्णय गरेकोमा धेरै धेरै धन्यवाद, आभार प्रकट गर्न चाहन्छु। तर त्यति हुँदाहुँदै पनि स्वास्थ्य क्षेत्रमा धेरै गरिबहरू, धेरै निमुखाहरू, आर्थिक विपन्न भएका जनताहरू यहाँ अस्पतालमा उपचार गर्न आइरहेका हुन्छन्, तर त्यहाँ तडपिएका छन्। त्यसको लागि प्रदेश सरकारले त्यस्ता मान्छेहरूको लागि राहतको लागि, केही उपचारको सहयोगको लागि विशेष व्यवस्था गरोस् भन्ने म माग राख्न चाहन्छु। तर यो मौलिक हकभित्र 16 देखि 46 धारासम्म स्वास्थ्य क्षेत्रमा 35 धारामा यो मौलिक हक जनताले लामो समयसम्म सङ्घर्ष गरेर आफूलाई यो सरल र सजिलो स्वास्थ्यमा, शिक्षामा, सबैमा सरकार अभिभावक बनोस् भन्ने हिसाबले ल्याइएको व्यवस्था हो। र यो व्यवस्थाभित्र रहेर जनता औषधि उपचार नपाएर तडपिनु र प्रदेश सरकारले केही व्यवस्था नगर्नु, यो प्रदेश सरकार र प्रदेशप्रतिको प्रश्न उड्नका कुराहरू हामीले सबैले गम्भीरतासँग लिनु जरुरी छ। यो हामी गम्भीरतासँग लिएर त्यस्ता व्यक्तिहरूलाई, त्यस्ता जनताहरूलाई केही राहतको व्यवस्था गर्नुपर्दछ। म अर्को यो खेलकुद विधेयक सामाजिक विकास समितिमा सरकारले ल्याएर हामीले छलफल गरेर त्यो अन्तिम अवस्थामा पुग्यो। अन्तिम अवस्था पुग्दाखेरि त्यो विधेयक संशोधन विधेयक भएको नाताले नयाँ बुँदाहरू थप्न नसकिने अवस्था, सबै सहमतिमा पुग्दाखेरि कानुनी हिसाबमा नयाँ बुँदाहरू थप्न नमिल्ने भएको हुनाले त्यसलाई समृद्ध गरेर फेरि पठाउँछु भनेर सामाजिक विकास मन्त्रालयबाट चिठी आइसकेपछि हामीले निर्णय गऱ्यौँ र त्यो खेलकुद विधेयक सचिवालयमा पठाएको छ। त्यो कहाँ छ अहिलेसम्म? चैतमा खेलकुद हुँदैछ, मान्छे उखान गर्छन्, हिँड्ने बेला, बाटो लाग्ने बेला घोडो दायो भने त्यो ठिक ठाउँमा हिँड्न सक्दैन। त्यो विधेयक त्यहाँ कहाँ थन्किएको छ? त्यो विधेयक फेरि सामाजिक मन्त्रालयमा पुगेर फेरि त्यो समृद्ध भएर अहिलेसम्म आएको छैन। चैतमा खेलकुद हुँदैछ। यसको विधेयक पारित गरेर त्यसका कार्यविधि बनाएर अहिले एउटा नमुना खेलकुद भवन, खेलकुद मैदान हाम्रो कर्णाली प्रदेशमा हाम्रो चाहिँ गौरवको योजना बनिरहेको छ र यो देशैभरि नमुनाको छ भन्ने सबैले भनिसकेको अवस्थामा त्यसलाई कार्यान्वयनको लागि, त्यसलाई सञ्चालनको लागि कार्यविधिको आवश्यकता पर्ला। कानुनै छैन भने कार्यविधि कसरी बनाउने? त्यो कुरामा सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु र निकट भविष्यमा
यो हुनु जरुरी छ। र अर्को म के भन्छु भन्दाखेरि यो जलाधार कार्यालय, यो पहिरो नियन्त्रण हुने कार्यालय यो जुम्लामा छ। अब यो लोकतन्त्र आइसकेपछि उति बेला त्यो राणा शासनमा मान्छे जुम्ला आएर हामी जुम्ला आएर केही कुराहरू तिरो तिर्न आउँथे अरे, त्यति बेला भन्ने गर्थे साताख्या जलजलो काटी जुम्ला गइरहेका छौँ भन्थे रे। त्यस्तै त्यो राणा शासनको अवस्थाको काम आजकल भइरहेका छौँ, त्यस्तो गर्नु भएन। यो कुरा अब हामीले यो जुम्ला सदरमुकाम बीचमा जुम्ला पढ्दा पढ्दै सुर्खेत हामीले किन स्वीकार्यौँ? कर्णालीको तिरैतिर बाटो छोटो पर्छ, जुम्ला जान त धेरै टाढा पर्छ भनेर हामीले स्वीकारेको। भौगोलिक सुगमता मान्छेमा त्यो सबै अधिकार जनतालाई छ। मैले पटक पटक सदनमा कुरो उठाएँ, एक अर्को जलाधार कार्यालय पर जाजरकोट छ, 10 लाखका योजना आउने, त्यहाँबाट जाजरकोट पुग्नुपर्ने, जुम्ला पुग्नुपर्ने, अनि बाटाघाटामा खर्च कति लाग्छ, ती प्राविधिकहरू त्यहाँबाट त्यहाँ जान कति लाग्छ खर्च, अनि योजना कसरी पारदर्शी हुन्छन्, यी कुरामा विशेष सरकारलाई म अनुरोध गर्न चाहन्छु। र ती जिल्लामा तिनका अफिसहरू अरू अफिसहरू राख्दा खर्च नहुने, ती अफिसहरू राख्दा खर्च हुने हो भने जनताले सेवा कसरी पाउने हुन्? यो कुरामा म विशेष अनुरोध गर्न चाहन्छु। र यो राजस्व कार्यालय, राजस्वको यो पनि समस्या के छ भन्नुहुन्छ भन्दाखेरि अहिले उपभोक्ता समूह गठन गरे, पाना नम्बर ल्याऊ, पाना नम्बर ल्याउन पनि सुर्खेत पुग्नुपर्ने, राजस्व तिर्न पनि सुर्खेत पुग्नुपर्ने, लेखापरीक्षण गराउनु पर्यो, कति खर्च भइरहेछ। राजस्व तिर्न जनतालाई लगाउनुपर्छ, त्यो नीति नियम ल्याउनुपर्छ, त्यो राम्रो कुरा हो। राजस्वै उठेन, राजस्वै हामीले लगाएनौँ भने कसरी चल्छ? त्यो ठिक छ, तर जनतालाई सरल र सुलभ ढङ्गबाट ती ठाउँमा राजस्व तिर्ने व्यवस्था गर्नको लागि हामीले छलफल गर्ने कि नगर्ने? ती छलफल गरेर त्यस्ता कार्यालयहरू सम्बन्धित उसमा तहमा सम्बन्धित ठाउँमा लागू गरेर त्यहाँबाट सरल ढङ्गबाट राजस्व तिर्ने बनायो भने राजस्व अझै वृद्धि हुन्छ। अब यो आर्थिक विधेयक आइरहेछ, त्यो पनि टेवा पुग्छ। मान्छेहरूले त्यति टाढा भएको हुनाले मान्छेहरू झन्झटले पनि केही गर्ने मान्छे पनि नगर्ने भएर बसेका छन्। यतातिर पनि हामीले छलफल गर्नुपर्छ जस्तो मलाई लाग्छ र जनतालाई त्यो राजस्व सरल र सहज ढङ्गबाट तिरिने ठाउँ, तिरिने पालिका, त्यसबाट हुने व्यवस्था गर्नुपर्छ। यो प्रदेश सरकारले गर्न सक्दैन भने सङ्घ सरकारसँग पनि समन्वय गरेर यस्ता कुराहरू गर्नुपर्छ। र सबै कुराहरू अब यहाँ हामीले आर्थिक वृद्धिका लागि धेरै कुरा अब विधेयकमा अहिले छलफल गर्ने साथीहरूले भन्ने छन्, तर पनि आर्थिक वृद्धिका लागि हरेक कुरा कृषि, व्यवसायीकरण, जडीबुटी, जल जङ्गल, जमिन जस्ता कुराहरूको सरल र समुचित ढङ्गबाट विकास गरेर जनताले सरल ढङ्गबाट सदुपयोग गर्न पाए भने मात्रै जनताहरूले अधिकार पाएको महसुस हुन्छ। अहिले यी अधिकारहरू जनताले पाएका छैनन्। यतातिर पनि गम्भीर हामीले ध्यान दिनुपर्छ। विशेष गरेर म सरकारलाई अनुरोध गर्छु, सरकारले धेरै राम्रा काम गर्दा गर्दै पनि राम्रा कामका सुरुवात गरेको छ। सबै कुराहरू ठिकठाक छ त भन्न सक्दैन, तर काम सुरुवात राम्रो छ र काम भइरहेको छ। तापनि यस्ता कुराहरूमा सरकारले विशेष ध्यान दियो भने अझ जनताहरूले अझ विश्वास गर्नेछन्, अझ सरकारप्रति, प्रदेश सरकारप्रति, प्रदेश संसदप्रति जनताले विश्वास गर्नेतिर हामी सबै लागौँ। र यो म
भन्छु यो खेलकुदकै बारेमा हुन्छ। फेरि पुनः म विशेष जोड दिन चाहन्छु, तपाईँहरूले मैले गरेँ अर्काले मैले गरेँ भन्नुभन्दा पनि इतिहासले तपाईँहरूले गर्नुभएको कुरा हामी सबैले थाहा पाएका छौँ र गर्नुभएको छ। जस लिनुभन्दा जनताहरूले सबै बुद्धि भएका विवेक भएका मान्छेहरूले कसले के गर्यो भन्ने मूल्याङ्कन आवश्यक हुन्छ। तर पनि यो खेलकुद नजिकै आइसक्दा पनि यसको व्यवस्था र व्यवस्थापनका कुरा र विधेयकका कुरा र कानुनका कुरा र कार्यविधिका कुरा अझसम्म नभएका छन्। यसमा विशेष अनुरोध गर्दै बिदा हुन्छु। धन्यवाद।